कोही महिला चलो भाई देखो अब मैं क्या करता हूँ। महिला दिदीबहिनीहरू महिला दिदीबहिनी छ। ओहो के गर्नुहुन्छ म यो संस्थाले पठाए हो महिलाहरूलाई यसो गाउँघरमा जाऊ यसो संस्थाले चेक जाँच गर कोही अब यस्तो महिलाहरू अब हुन्छन् औषधि नपाए कि अब यसो कहाँ चेक जाँच कहीँ हात बुढा दुख्ने के अच्छा हमको सिखा रिया के चाहिँ गर्दा हौ यो महिलाहरूको हात खुट्टा दुख्ने यो सेतो पानी बग्ने यो पाठेघर दुख्ने यो सब गर्ने म यो महिलालाई चेक गर्छु चेक गर्छु म ल के चेक गर्नु पर्ने चेक गर्नुपट्टि हात खुट्टा मेरो दुख्ता छन् ए ल ल यहाँ बस नि त म चेक गर्दै ल चलो भाई देखो अब मैं क्या करता हूँ। कहाँ हो दुख्ने कहाँ हो यी हात खुट्टा दुख्ता छन् यी खुट्टा झमझम हुन्छन् ढाड दुख्छ अरु अरु त केही छैन अरु सब ठिक छ अरु ठिक छ यी हात खुट्टा दुख्छन् यी अलिअलि अब कहीँ यसो सेतो पानी बग्ने पाटेर नाइ 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 त्यस्तो केही छैन अरु समस्या केही छैन मेरो हात खुट्टा दुख्थेर यी झमझम हुने मात्र दुख्ता छन् यमा होमा दुख्ता छन् यी गाँठा दुख्ता यी गाँठा तलदेखि माथिसम्म ओरीदेखि परिसम्म दुख्छ संसार ए तलदेखि माथि माथिदेखि तल ओरीदेखि परि अभी मजा आएगा ना भिड ओरीदेखि परि तलदेखि माथि ओहो ल ओरीदेखि परि भन्नाले यहाँ यो ओहो तमीले त यो गर्भवती भए बेला यमनी वर्ष तमीले यसो गर्भवती भए बेला तमीले यसो भिटामिन खाइन क्या अब उही बेला अब यसा स्वास्थ्य चौकी पनि केही छैन अब यसा उमरले जाँच न्याला पनि कोही आउदैन अब के गर्ने त अब उही बेला त यसै पनि दिन I am sorry बाबु यो गर्भवती भए बेला तमीले भिटामिन खानु पर्यो अस्पताल स्वास्थ्य चौकीमा जानु पर्यो गर्भवती बेला जस्तै 2-3 4 महिनाको चेक जाँच गर्नु पर्यो यो त्यही बेला कमजोर भयो अब यो भिटामिन अब यो भिडियो हेर्ने सबै महिला दिदीबहिनीहरूले आफू गर्भवती भए भन्ने शङ्का मानेपछि स्वास्थ्य चौकीमा जानु होला चेक जाँच गर्नु होला भिटामिन खानु होला भिटामिन खाएको बच्चा पनि तन्दुरुस्ती हुन्छ बलियो हुन्छ दिमागदार हुन्छ शिक्षा पनि पाउँछ उसले बलियो हुन्छ आफू पनि कमजोर हुँदैन महिला दिदीबहिनीहरू ल तपाईहरुले यो गर्नु होला मलाई अब भिटामिन दिनु होला त यो भिटामिन खानु होला साँझ बिहान एक ढुङ्गा दुधसँग नभए पानीसँग खानु होला हुन्छ यो भिटामिन यी सब भिटामिन कार्ड बोतल खानु होला यो तपाईलाई यो आयुर्वेदिकबाट अहिले नयाँ ताजा बनेको यो तेल यो तेल को नाम के स्पेनिस तेल हो हमारे मतलब आपको मत सिखा यो ल यो तेल गाँठा दुख्ने साँझ बिहान एक ढकन लगाएर बेससँग मालिस गर्नु होला यो अब तपाईलाई यो भिटामिनको गोली पनि दिन्छु म भिटामिनको गोली पनि एक साँझ बिहान एक खानु होला यो खायो भने यो मऱ्यो भने हामी अझ फेरि 1 महिनापछि अझ फेरि आउँछु तपाईलाई फेरि चेक गर्छु ल म गएँ त ल नमस्कार डाक्टर साहब अब यी गोली के पर भिटामिनका गोली भन्न नि के पेट लाग्दा र काँसा आधा गोली छ नि त पनि यसमा पनि औषधि त अरू भिटामिन दिए तेल दिए ठिक छ नि त यी त ठिक दिए यी त गोली त के काँसा गरेर यी के पेट लाग्दा गोली जा छ नि त पनि संस्थाले दियो यसरी को डाक्टर हो यो चीटिंग करता है तू त्यो पेट लाग्ने पनि ठिक होला नि दिया हो पेट लाग्दा ठिक हुन्छ भने यस्ता डाक्टरलाई पनि हुँदैन लग्नुपर्छ यस्ता डाक्टरलाई नै यस्ता डाक्टरलाई लग्नुपर्छ